नमस्कार। आज बिबी अनुरागी दाईकोमा आदरणीय दाई दाईले गीत सङ्गीतको क्षेत्रमा यति धेरै योगदान दिनुभएको छ कि जुन शब्दमा बयान गर्नै सकिँदैन। दाईको आज आफ्नै घरमा आएर हामी एउटा गीतको सिलसिलामा आउने क्रममा चाहिँ यहाँ बसिरहेका छौँ। दाजुले सारङ्गी हातमा लिएपछि मलाई फेरि एउटा धुन नसुनी चित्तै बुझेन। हामी होइन, सारङ्गीमा मेरो चाहिँ त्यस्तो म सारङ्गी वादक नै चाहिँ होइन। तर दाजुको त हरेक कुरामा एकदम पोख्त हुनुहुन्छ दाजु। दाजुको यहाँ सारङ्गीको पनि ल्याएर यस्तो यो स्ट्यान्ड राखेर यस्तो तरिकाले यो नयाँ तरिकाले निर्माण गर्नु। यो सारङ्गीको चाहिँ केही विशेषताहरू छन् भाइ। हजुर हजुर दाजु। यसको पहिलो त तपाईँले स्ट्यान्डको कुरा गरिहाल्नुभयो। हजुर। यो स्ट्यान्ड चाहिँ एडजस्ट गर्न मिल्छ, लामो छोटो, किनकि हामी बसेर कस्तो कहिलेकाहीँ हामी उठेर कुर्सीमा बसेर मात्रै बजाइँदैन। यसरी बसेर यो ठुलो सारङ्गी भएको हुनाले यसरी काखको घुँडामा राख्दा यो औँला चाहिँ चाल्ने ठाउँ यहाँ माथि पुग्यो कि त्यहाँबाट अप्ठ्यारो भयो होइन। त्यो भएर यसलाई अगाडि राख्नको लागि चाहिँ यो स्ट्यान्ड हालिएको हो होइन। कस्तो राम्रो यो स्ट्यान्ड चाहिँ यो हेर्दा बरु खासै राम्रो छैन जस्तो लाग्छ, तर चाहिँ यसमा यो तलमाथि दिने काम चाहिँ महत्त्वपूर्ण छ। स्ट्यान्डको कुरा भयो। हजुर। अर्को कुरा चाहिँ नि यसमा चाहिँ यो फाइन ट्युनर छ। यसमा तपाईँको चाहिँ यो माथि हामीले यहाँबाट मिलाउँदाखेरि वात्त बढ्ने वात्त घट्ने। हजुर। सारङ्गीको एउटा समस्या के हुन्छ भने अलिक घाम भएको ठाउँमा बजाइयो भने सुर चढिहाल्ने। हजुर। अलि चिसो ठाउँमा फेरि घटिहाल्ने। सुर एक थिर हुँदैन क्या सारङ्गीको। हजुर। त्यो भएर सुरलाई मिलाइराख्नुपर्छ। त्यो भएर यहाँ अलिकति फाइन ट्युन गर्न सजिलो होस् भनेर यो हालिएको छ। अब फेरि यो सारङ्गीमा चाहिँ कहिलेकाहीँ चाहिँ के छ भने हामीले अब अलिकति लोकगीत बाहेक अरू आधुनिक गीतहरू, क्लासिकल, शास्त्रीय होइन, पप सबै खालको गीत बजाउन सकिन्छ। अनि सबै खालको गीत बजाउँदाखेरि रेन्ज अलिक लामो चाहिन्छ कि। तिखो हाई ओक्टेभको पनि बजाउनु पऱ्यो, लोको पनि बजाउनु पऱ्यो। हाई ओक्टेभमा जाने बेला हात चाहिँ तल तल लानुपर्ने हुन्छ। हात तल लाँदाखेरि फेरि यही घाँटीले अड्काइदिने भएर यो हात राख्ने ठाउँलाई अलिक तल राखिएको छ। त्यही त यो पनि अरूमा बराबर यसमा हुन्छ होइन। यो अलि हात फरक छ यसको। दाजुले कस्तो त्यो एकदम युनिक खालको बनाउनु भयो। फेरि अर्को चिज पनि छ एउटा, कहिलेकाहीँ चाहिँ फेरि तपाईँको चाहिँ सारङ्गी के हुन्छ भने हामी एक्लै बजाउँदा त ठिक छ। हजुर। यो आफूले बजाएको आफै सुनेर मात्रै यसको सुर कहाँ पुग्यो भने थाहा हुन्छ क्या सारङ्गीको है। हजुर। त्यो यहाँ हेरेर बजाउने पनि होइन, यसरी हेरेर बजाउने नि होइन, अनि त्यहाँ अर्को देखेर बजाउने नि होइन। सुनेरै आफ्नो आवाज आफैले सुनेर मात्रै कहाँ सुर पुगिरहेको छ त्यो बजाउने हो। कहिलेकाहीँ ग्रुपमा बजाइराखेको बेला आफ्नो आवाजै सुनिँदैन, अरू बाजाले खाइदिन्छ। त्यो बेला चाहिँ नि ठ्याक्क चाहिँ यहाँ कान ठ्याक्क यसमा पर्छ। यसको अर्थ चाहिँ त्यो हो। किन यता फर्क्यो यो भन्ने पनि चरो चाहिँ होइन लाग्न सक्छ। यो चाहिँ यसको चाहिँ अर्थ चाहिँ त्यो हो। यो विशेष सारङ्गी चाहिँ दाजुसँग मात्रै छ। यो चाहिँ मैले यो कन्सेप्ट यो डिजाइन चाहिँ नि मैले गरेँ। अनि यसलाई बनाउने काम चाहिँ नि हाम्रो कमल कुमार विश्वकर्मा भाइ र उहाँको बाबा विशेष गरेर, अनि अर्को उहाँ चाहिँ बाबासँग सहयोगी एकजना भाइ पनि हुनुहुन्छ होइन। उहाँहरू मिलेर चाहिँ यो चाहिँ मैले भने जस्तो तरिकाले चाहिँ डिरेक्सन चाहिँ दाजु कन्सेप्ट चाहिँ मेरो कन्सेप्ट डिरेक्सन चाहिँ दाजुको एकदम राम्रो। ल अब यसको चाहिँ धुन पनि एकचोटि हामीले सुन्छौँ एउटा धुन चाहिँ। ल एकछिन कट प्र्याक्टिस सुरु गर्नु है। छोटो सानो है। ओके दाजु। अलिक हात त्यति पर्फेक्ट छैन। ओके दाजु।
दाजु थ्याङ्क यू सो मच क्या मिठो वाह यो त ठ्याक्कै झलकमान गन्धर्वको झल्को ठ्याक्कै आयो नि दाजु एकदम राम्रो एउटा एकदमै कस्तो भने हजुर झलकमान गन्धर्वहरूको चाहिँ सारङ्गी झलकमान गन्धर्व होइन गन्धर्वहरूले बजाएको सारङ्गीमा छुट्टै रौनक छ त्यो हामीले निकाल्नै सक्दैनौँ अब अलिकति हामीले परिमार्जन चाहिँ केही गरेका छौँ होइन केही यसमा सारङ्गीमा मैले थोरै केही प्रयोगहरू पनि गरेको छु होइन अब यसको बारेमा मैले विशेष अध्ययनै गर्दैछु अहिले होइन रिसर्चहरू नै गर्दैछु कि मैले रिसर्चेबल कामहरू नै गर्दैछु अब जस्तो हाम्रो सारङ्गीमा भएका मिठासलाई जोगाएर होइन यसमा भएका अप्ठ्याराहरू असहजताहरूलाई जस्तो कस्तो असहजताहरू छ भने स्केलको समस्याहरू छ क्या सारङ्गीमा अब हामीले प्रत्येक स्केलको गीतमा प्रत्येकचोटि नै तार मिलाउनु पर्ने अथवा चाहिँ एउटा स्केलको सारङ्गीबाट चाहिँ अर्को स्केल परिवर्तन गर्नु पर्यो भने सारङ्गी नै अर्को हुनुपर्ने होइन अथवा तार मिलाउने तरिकै अर्को हुनुपर्ने ती चिजहरू छन्। अब मैले सकेसम्म एउटै सारङ्गीबाट सबै स्केल बनाउन सकिने अनि सबै प्रकारको पनि आधुनिक लोक पप होइन इङ्ग्लिस हिन्दी सबै संसारभरको सङ्गीत बजाउन सकिने गरी मैले त्यो ट्राई गर्दैछु कोसिस गर्दैछु होइन एकदम राम्रो दाजु यसमा चाहिँ त्यो ट्युनिङहरू पनि ठ्याक्क अलिक फरक खालको अनि त्यहाँदेखि दाजुले फेरि त्यो सबै स्केलहरू यसैमा ठ्याक्क त्यो केही चेन्ज नगरिकन फिङ्गरिङको हिसाबले चेन्ज गर्ने गरी गर्नुभएको रहेछ सबै सकिन्छ एकदम यो एकदम स्पेसल खालको सारङ्गी एकदम स्पेसल खालको सारङ्गी भएको हुनाले दाजुसँग एकछिन कुराकानी गर्ने एउटा अवसर छुर्यो होइन दाजु अब यो अहिले त म अध्ययनकै क्रममा छु हजुर दाजु पछि चाहिँ अब आफू अलिकति केही सिकेपछि अध्ययन चाहिँ अझै थोरै सुनाउन लायक भइसकेपछि यसको बारेमा मैले चाहिँ केही उ गर्नेछु होइन एकदमै दाजु अब अहिले त म रिसर्चकै क्रममा छु होइन अनि यो अध्ययन त जति रिसर्च त जति गर्यो त्यति नै अब हामी नि सबैजना सिक्दैछौँ दाजुहरू अब धेरै अग्रज हुनुहुन्छ हामीभन्दा यसरी बसेर यो एउटा साक्षात्कार गरेर यसरी हामी चाहिँ नि सङ्गीतका धुनहरू साटासाट गर्ने एउटा अवसर पाउँदा त एकदमै धेरै धेरै धन्यवाद दाजु एकदमै राम्रो लाग्यो खुसी लाग्यो थ्याङ्क यू सो मच नमस्कार हस्